नमस्ते सबैजनालाई। आज चाहिँ म अलिक जानकारीमूलक भिडियो लिएर तपाईहरु समक्ष उपस्थित भइसकेको छु। तपाई हामी नेपालीहरु प्राय गरेर सबैलाई पानीपुरी चटपटी मनपर्छ। हामी नेपालीको एउटा खाना नि बेस्ट खाना नि हो हैन। तर यहाँ चाहिँ म एउटा भिडियो भेटेँ के, अनि यो भिडियोलाई चाहिँ मैले तपाईहरु समक्ष चाहिँ शेयर गरौँ भनेर चाहिँ मैले यो भिडियो बनाउँदै छु है। पहिले यो भिडियो हेर्नुहोस् हैन, उले हात लगेर कहाँ कनाउँछ त्यो हेर्नुहोस् है त। ल देख्नु हो त। हो, तपाई हामीले ख्याल गर्नुपर्ने कुराहरु भनेको यही हो। तपाई हामीले चाहिँ पानीपुरी चटपटे मनपर्छ भनेर जहीँ तहीँ बाहिरको अब चोकतिर हैन गएर कतिपयहरु त तपाई हामी त के गर्छौं भनेदेखि पानीपुरी चटपटे खानकै लागि घर बाहिर जान्छौं के। अनि हामी यति भएको छौं। तर मैले मेरो मतलब यो होइन कि खानु हुँदैन भनेर। तर तपाई हामीले खाने हो, तर अलिक सफा ठाउँमा र राम्रो ठाउँ खोजेर खाने गर्नुपर्छ हैन। अब हेर्नुहोस् त, तपाई हामीले यत्रो अब यहाँ चाहिँ पानीपुरी खान्छौं, मिठो मान्दै खान्छौं, तर हामीले यो पानीपुरी सँगै रोग पनि खाइराखेको छौं है। त्यही भएर यो रोग लाग्योहरु भने अब स्वास्थ्यमा चाहिँ गम्भीर अब हुन्छ फोहोर खानेकुराहरु खाएपछि। हेरिहाल्नुभयो यो भिडियोहरु है। अनि गम्भीर अब रोग लाग्योहरु भने त अब हस्पिटलमा जानु पर्यो, अब धेरै पैसा लाग्छ, धेरै खर्च हुन्छ हैन। त्यही भएर तपाई हामीले पहिलो नम्बरमा, एक नम्बरमा चाहिँ तपाई हामीले ध्यान दिनुपर्ने भनेको खानामा। खाना चाहिँ एकदमै स्वस्थ सफा खानुपर्छ है त सबैजनाले। जो यो भिडियो हेर्नु हुँदैछ हैन, तपाईहरुको नानी बाबुहरु सबै हुनुहुन्छ, उहाँहरुलाई चाहिँ अब एकदमै तपाई हामीले चाहिँ सफा र एकदम गर्ने ठाउँमा खाने भनेर चाहिँ भन्नुपर्ने हुन्छ। नभएदेखि यस्तो तरिकाले त अनि कसरी खानु के। अब तपाईहरु नै यो भिडियो हेरे बुझ्नु पर्यो क्या। थ्यांक यू है फर वाचिङ।